हातमा सटक्कै त के रहेछ हेर्नु नि फेरि अहिले चाहिँ हल भिडियो एउटा ओपनिङ भयो है असला दाजुले निकाल्नु भएको। हेलो गाइज, आज फेरि अर्को एपिसोड आयो है। इलाहाते हामी चाहिँ इलाहाते लाग्दिएको हो, लाग्दिन आँटेको अब चाहिँ। र फ्रेन्ड अहिले चाहिँ हामी यहाँबाट लाग्दिएको हो, दाजुहरू अगाडि अगाडि। अहिले चाहिँ हामी नब्बमा आइपुग्यौँ फ्रेन्ड। छैन ऊ अहिले चाहिँ रेस खेल्दा खेल्दा बल्ल बल्ल आइपुग्यौँ है। अहिले चाहिँ पहिला चाहिँ यहाँनिर खाजाको मेलो मेसो हुँदैछ। खाजा खायोवरी चाहिँ खाजा हुन आँटेको छ लन्च ब्रेक। त्यहाँदेखि चाहिँ अब डाइरेक्ट अहिले चाहिँ एक्ज्याक्ट यहाँ लोकेसन भन्नुपर्दा रोडाथाङ हो। यो चाहिँ दाजुको हातको मिठो टाइपो चाहिँ दामी छ यहाँनिर फ्रेन्ड। तपाईँहरू जहिले नै आउनुहुन्छ यहाँनिर दाजुमा आउनुहुन्छ चाहिँ केही पनि वेस्ट हुँदैन है। तपाईँहरूले खाइ नसुन्भएको टाइपको मोमो सबै दिनु परेवाले च्यात्ला फुङ्ला खाइसक्यौँ। अब चाहिँ पसिना सरी भयो, सुप चाहिँ दामी। अब चाहिँ लाग्दिने। अब चाहिँ हामी यहाँबाट खोलातर्फ लाग्ने तर्खर सबै भइसक्यो। हाम्रो लन्च पनि गऱ्यौँ, सामानहरू सबै किन्यौँ, हुकहरू हो, चारो सारो सबै एरेन्ज भइसक्यो। अब चाहिँ हामी जाँदै गरेको यहाँबाट। पानी त दुई भाइले छोडिदिने हुन्छ फ्रेन्ड। अब खोला पुगेर भेट्नुपर्छ ल फ्रेन्ड। अहिले चाहिँ हामी जस्ट भर्खरै खोला आइपुग्दै गरेको सिन यो चाहिँ के रहेछ फ्रेन्ड। खै घुमेकै छ को आज चाहिँ हो, टप हुने हो कि के हुने हो। यो चाहिँ ड्रिम एडभेन्चर रोडाथाङको जाउँ दाजु हो, बनाउनु हुँदैछ हो निकै टाइम लाग्छ। फ्रेन्ड यहाँ चाहिँ अहिले यहाँनिर मेसिनको हल्लाले गर्दाखेरि माछै परेन हौ। हामी चाहिँ अहिले उँधो जाने प्लान गरेर नरहरू पनि उठायौँ हो। अलिअलि त टोक्दै थियो। अब तल गरेकै चाहिँ ठुलो खोलामा हान्ने प्लान हुँदैछ। अहिले चाहिँ हामी यहाँ ठुलो खोला आइपुगिसक्यौँ हो। ठुलो खोलाको हालत त यस्तो रहेछ त धमिलो न धमिलो पर्छ के हो यसमा माछा। अहिले भने चाहिँ हामी यहाँनिर ठुलो खोला आइपुग्यौँ र ठुलो खोला आइवरी चाहिँ यहाँनिर सेटहरू पनि सबै हामीले टाँगो हानिसकेको छौँ। र अहिले चाहिँ हाम्रो यता बत्ती दाजु कुकपट्टि हुनुहुन्छ। अहिले चाहिँ आगो दामी हुँदैछ यहाँ। टाइमपास निङ्ग्रो खोजिदिउँ भने त फ्रेन्ड उयोले के भयो अरे सिस्नोले चिलेर खत्तम बनाइदिने हातहरू। तपाईँहरू त अब किनेर खानुहुन्छ होला हो। हामी चाहिँ यसो खोला आउँदाखेरि चाहिँ यसो खोजेर फ्रेस पनि खाने गरेको छ। माछा हानिराखेर चाहिँ टाँगो हानिराखेर यहाँनिर टाइमपास निङ्ग्रोको लागि आएको छु म चाहिँ। हेर्छ अहिले एकैचोटि तपाईँहरूलाई देखाउँछु ल म। र फ्रेन्ड मैले चाहिँ हल्का एकछिन घुमिदिएको कि जङ्गल यति चाहिँ भेटेँ। तपाईँहरूकोतिर चाहिँ यतिको कति पर्छ फ्रेन्ड यसो कमेन्ट गरेर भन्नुहोस् हो। फेरि चाहिँ हाम्रो दाजुको हातमा सटक्कै त के रहेछ हेर्नु नि फेरि यहाँ चाहिँ अहिले यस्तो हुँदैछ हाम्रो कार्यक्रम। अर्को कार्यक्रम त नदेखाउने हामी नदेखाउने। अहिले चाहिँ हल्का बाइट हान्दै गरेको सिन राम्रो पाएछ है भाइ। बकुल्लाको पखेटा है, बकुल्लाको यो बकुल्ला बिरयानी भने बकुल्लाको सेको है गाइज। यो चाहिँ दामी पाउँदैन। यो त खोलामा शिकार गऱ्यो, खोलामा पकाएर खानु चिज हो। कोसिस जारी छ। अहिले चाहिँ
हल भिडियो एउटा ओपनिङ भयो है असला दाजुले निकाल्नु भएको अहिलेसम्म चाहिँ लगभग यति मात्रै पर्यो हो अन्त त्यस्तै छ सानो लाग्दैछ अहिले चाहिँ सानो रहेछ यति मात्रै परिरहेको छ हो केही छैन अझै पनि हाम्रो कोसिस जारी छ वेटै भिडियोलाई अझै पनि पर्खेर हेरिदिनु भएकोमा तपाईँहरूलाई हाम्रोपट्टिबाट धेरै धेरै धन्यवाद र अझै पनि यस्तै माया दिनुहोस् होइन केही छैन खोला बढ्दियो सानो त पार्यौँ हामीले अघि देखाइहालेँ तपाईँहरूलाई अहिले चाहिँ भने त्यस्तै हो आजको हाम्रो एपिसोड चाहिँ यहाँनिर रोकिनेवाला छ हो कता गयो ए सुटुके 2 भाइ यता रहेछन्